साथीभाइहरू नमस्कार, हामी आज गएर छौँ रोमानियाको चाइनिज मार्केट घुम्न। बसमा यसो कति राम्रो मौसम रहेछ। मार्केट चाइनिज मार्केट गएर तर यसो बाहिरतिर हेर्दा हरियाली हो, कति राम्रो ठाउँ, पुराना घर, पुराना यस्तो दामी घर के यस्तो राम्रो होइन। अनि त्यसपछि ठुल्ठुला बिल्डिङ पनि खासै ठुल्ठो होइन तर राम्रो बिल्डिङ थियो। वा वाला के अनि कारहरू हेर्दा वा BMW। हामी यता पुगिसकेका छौँ। अब हामी जाँदैछौँ चाइनिज मार्केट। अलिअलि सामान लिनु छ। हाम्रो साथीहरू यता टुच्चे पारेर बसिया आइरहन्। हामी भर्खरै बसबाट चढेको। त्यसपछि यहाँ के हो आई डोन्ट नो, यु क्यान सी हियर। त्यसपछि चाहिँ कहिले पछि हामी बस्छौँ त्यहाँबाट। हामीहरू अन्डरग्राउन्ड हिँडिरहेको छौँ। अन्डरग्राउन्ड यहाँ चाहिँ एउटा भिडियो बनाएर हिँड्नु पर्थ्यो नि, बनाइरहेको छु त। अब हामीहरू यहाँ अन्डरग्राउन्ड छिरेर यस्तो छ यहाँ टिभी सिभीहरू होइन। यहाँ यता यस्तो देखाउँदा यता ह्यान्डसमहरू पनि छ नि, कोठाहरू हिँड्छन् होइन। अब त्यसपछि हामीहरू हिँडिरहेको छौँ। कता गयो केटाहरू? बिने वाओ त्यसपछि हामी फेरि मैले साथी मेरो मोबाइल समात मेरो टिकटक बनाइदियो दामी पुरा साह्रो खानु होला ला वा पुरा खतरावाला भिडियो बनाइसकेपछि क्रसिङ छ। जेब्रा क्रसिङको रुल चाहिँ पालना गर्नुपर्छ। जता गाडीले ठोकेर हिँडिन्छ यसो अप्ती नै पाल्छ। यो चाहिँ आइसकेको छ चाइनिज मार्केट। अब सामानहरू के पाइन्छ त्यहाँ चाइनिज मार्केट यही हो। अनि चाइनिज मार्केट चाहिँ आइसकेको छ। अब एकछिन है त जे सामान लिन आएको त्यो सामान चाहिँ पाइएन। अब ट्राई गर्न त यहाँको मौसम त हेर्दै कस्तो राम्रो छ। ठुल्ठुला बिल्डिङ ठाउँमा दामी पहिलो उठाएको पाएन। अब यस्तो यहाँ चाहिँ सामानहरू लिनु सामान छ। र तपाईँले यहाँ चाहिँ सम्पूर्ण सामानहरू पाउनु रहेछ। सस्तो रहेछ रोमानियामा अरू ठाउँभन्दा पनि। चक्कोहरू भाँडाकुँडाहरू यताउता सबै सामानहरू कपडाहरू पनि पाइन्छ। इलेक्ट्रोनिक आइटमहरूदेखि सम्पूर्ण सामानहरू सस्तो पाइँदो रहेछ। दामी लाग्यो मलाई चाहिँ। मजा अब अस्ति पनि गएको थिएँ, फेरि पनि जाने हो। अनि यहाँ तपाईँको सिसा गिलासहरू तेलहरू सबै सामानहरू पाउँदो रहेछ कि। अनि मलाई त धेरै लिएर नि अलिकति सानो सामान चाहिरहेको थियो। अब तपाईँले यहाँ कैँचीहरू दारी काट्ने सामानहरू अनि के भन्छ त्यसलाई भाँडाकुँडाहरू सबै सामानहरू सस्तो पायो। अरू रेटभन्दा सस्तो पाइँदो रहेछ। सो साथीहरू हामी चाहिँ चाइनिज मार्केटबाट सामान लिइसकेका छौँ। अलिअलि सामानहरू लियो, KFCबाट चाइनिज सामानहरू लियो। अब यस्तै हो। अब चाहिँ हामी चाहिँ यहाँबाट लाग्यौँ। सो बाई गाइस, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।